साथीहरू, मैले चाहिँ आज मेरो छोराका लागि लिटो बनाउने सामानहरू जुटाएर भुटेर अनि रेडी बनाएर राखेको छु हैन। अनि यो चाहिँ मेरो बाबु अहिले 2 वर्षको भयो, यही पुसमा 2 वर्षको हुन्छ। अनि उसलाई मैले 8 महिना लगभग 8 महिनादेखि मैले यसरी बनाएर खुवाउन लागेको। उसले मिठो मान्छ। अनि कहिले साथी जसरी दिन्छु, कहिले पकाएर दिन्छु है। अनि तपाईँहरू भन्नु होला अब यसमा कसरी बनाएको, के मिसाएको भन्नुहुन्छ भने मैले यसमा भट्ट, चना, मकै, गहुँ, जौ हैन, कोदो यिनी सबैलाई राम्रोसँगहरू पखालेर हैन, अनि पखालेर सुकाएर अनि भुटेर अनि यसमा मैले दाल पनि मिसाउँछु हैन। अहिले त मैले धेरै दाल मिसाएको छैन, अहिले मसँग राजमा मात्रै थियो। अनि राजमा उयो यिनी मिसाएर बनाएको छु।